साथीहरू हामी दुईजनाले चाहिँ आज एउटा ठुलो गल्ती गरेका छौँ कि है। अनि त्यसपछि एकदम डर लागिरहेको छ होइन। यो बाबुले र मैले चाहिँ एउटा गल्ती गरेका छौँ अनि कति धेरै डर लागिरहेको छ। यसको बाबा पनि आज घरमा नभएको दिन है। अनि त्यस पछाडि कस्तो डर लागिरहेको के अनि के भनेदेखि अनि अब त्यसको छिमेकीहरू पनि आउने होलान्। अनि त्यसपछि अब त्यसको घरको परिवारहरू पनि आउने होलान् त्यसलाई खोज्दै होइन। अनि त्यसपछि अब के गर्ने हो, मलाई चाहिँ एकदमै धेरै डर लागिरहेको कि छोरो पनि कति धेरै रोएर बसिरह है। अनि मलाई कस्तो लागिरह कि बिचरा है, के गर्नु त है। अनि त्यसपछि एउटा आमा भएपछि त्यति त गर्नु परिहाल्यो, छोरो रोको कसरी हेरेर बस्नु हो कि होइन भन्नु न तपाईँहरू पनि। तर मैले एकदमै ठुलो गल्ती गरेको छु होइन। उसको बाबा पनि घरमा हुनुहुन्न, एकछिनपछि त आउनुहुन्छ होला। तर मलाई एकदमै धेरै डर लागिरहेको छ होइन। अब बेलुका भएपछि के गर्ने हो मलाई नि थाहा छैन होइन। मैले चाहिँ मेरो छोरोको गालामा होइन लामखुट्टेले टोकिरहेको रहेछ, त्यसलाई प्याट्टा हानिदिएको होइन, मऱ्यो कि साथीहरू त्यो। अनि त्यसपछि अब त्यसको छिमेकीहरू पनि आउलान् त्यसलाई खोज्दै। अनि त्यसको आमा बाउ पनि आउलान् अनि दिदी बहिनीहरू पनि आउलान्। अनि त्यसपछि अब राति डर लाग्दैन त हामीलाई। अनि मेरो छोरोको गालामा फेरि टोकिदिने होला सबैजना मिलेर। अनि मलाई त्यही भएर यति धेरै डर लागिरहेको छ नि साथीहरू। झुल पनि लिएर आएको छैन कि। अनि त्यही भएर मलाई कति धेरै डर लागिरहेको छ। यो पनि कति धेरै रोइरहेको के अरे टोक्यो नि त लामखुट्टेले। अनि मैले त मारिदिएँ कि प्याट्टै मारिदिएँ। अनि त्यसपछि ट्याम्म हानेको मारिदिएँ कि। अनि त्यस पछाडि कस्तो डर लागिरहेको कि। अब म के गर्ने होला साथीहरू भनिदिनु त। अब सबै परिवार बोकेर आउँछ होला त्यसले। अब त्यो मर्या जस्तो लागेको थियो होइन, प्याट्टा हानेको थिएँ भागिहाल्यो। अलिकति घाइते त भएको छ कि। अब उपचार पनि गर्नुपर्ने होला, कति खर्च लाग्ने होला नि, के गर्ने होला साथीहरू। अब आमा छोरोले गल्ती गरिहाल्यो, के गर्ने होला। सबै साथीहरू बोलाएर ल्याउँछन् होला, त्यो सबै साथीहरू आउँछन् होला। अब त्यसको कति छन् कुनी पलबाट आउने होला। ढोका थुनेर बसौँ भने पनि साथीहरू के गर्ने होला, सुझाव दिनु है, कमेन्ट गरेर सुझाव दिनु होला साथीहरू। बाबु पनि रोको रहेछ, म गएँ, बाई।